नमस्कार साथीहरू। फेरि पनि म पूर्ण रूपमा तपाईँहरू सामे आइसकेको छु। अहिले चाहिँ विषयवस्तु अलिकति फरक छ। सरकारले ल्याएको अध्यादेशप्रति पुराना दलका नेताहरू र प्रतिपक्षी दलका सम्पूर्ण नेताहरूलाई आपत्ति किन भइरहेछ? सरकारले लिएको यो अध्यादेशमा कसैले आपत्ति र विपत्ति जनाउनु पर्ने कुरै छैन। एक त सरकारले लिएको यो अध्यादेशले सरकार जनताप्रति उत्तरदायित्व भूमिकामा अगाडि बढिराखेको छ भन्ने सन्देश गएको छ। दोस्रो, अध्यादेशले कसैको पार्टी फुटाउनको लागि सहयोग गरेका छैन र पुराना दलका साथीहरू अध्यादेशप्रति एकदम आपत्तिजनक शब्दहरू बोलिरहेका छन्। त्यति बेला पुराना दलका साथीहरू सरकारमा हुँदा र पुराना दलका साथीहरूले सरकार चलाउँदाखेरि पनि अध्यादेश आएकै हो। माधव कुमार नेपालको लाई पार्टी फुटाउनको लागि शेरबहादुर देउपाले अध्यादेश लिएका थिए संसदलाई छलेर। त्यति मात्रै नभएर सङ्ख्याको हिसाबमा अध्यादेश लिएर चाहिँ पार्टी फुटाउनसम्म शेरबहादुर देउपाले लगाए, तर त्यहाँ आपत्ति त भएन। अहिले जनताले को पहुँचमा जनताले एकदम छिटो सुविधायुक्त पाउनको लागि र जनता एकदम त्रासित भएका बेला सरकारले अध्यादेश लियो। यो अध्यादेशले जनतालाई तत्काल कामहरू गर्नलाई सहयोग गर्छ। यो अध्यादेशले कसैको पार्टी फुटाउँदैन, कसैको केही गर्दैन। अध्यादेश चाहिएको थियो, तीव्र गतिमा जनताहरूको काम गर्नको लागि यो अध्यादेश आवश्यकता थियो, त्यही भएर सरकारले यो अध्यादेश लियो। तर यो अध्यादेशको बारेमा कसैले पनि टिका टिप्पणी गर्नुको अर्थ छैन। बाँकी सन्दर्भ रह्यो अब नेपाली काङ्ग्रेसका सुध्रेर आएको नेपाली काङ्ग्रेस भनेर हाम्रा साथीहरूले भन्ने गर्छन्। विशेष तरिकाले सुध्रेर आएको नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले अहिले सरकारले इन्डियाबाट नेपाली 100 भन्दाको सामान लिनु हुँदैन है, यो हाम्रो रेमिटेन्स पैसाहरू इन्डियामा गयो, इन्डियाका ब्याङ्कहरूमा हाम्रा पैसाहरू जम्मा भए, यस्तो गर्नु हुँदैन। आफ्नो देशको पैसा आफ्नै देशमा लगानी गर्नुपर्छ, आफ्नै देशमा राख्नुपर्छ र हाम्रो ढिकुटी बलियो बनाउनुपर्छ भनेर सरकारले चाहिँ 2 नम्बरी इलिगलीबाट 100 रुपियाँको भन्दा इन्डियाका सामानहरू ल्याउन पाउँदैन भनेर प्रतिबन्ध लगायो। तर गगन थापाले यसको विरोध गरिरहेछन्। हेर्नु त, सुध्रेको काङ्ग्रेस यस्तै हो त। सुध्रेको काङ्ग्रेसले त के गर्नु पर्थ्यो भनेदेखि सरकारले गरेको काम ठिक छ, यो हुनु पर्थ्यो, भयो, ढिलो भयो भने हाम्रा सभापति 5 चोटि अथवा कति 5 चोटि कति प्रधानमन्त्री भए, त्यति बेला गरेन। खुल्ला रूपमा चाहिँ सिमानाहरूबाट तस्करी गर्न दिए। तर अहिलेको सरकारले यति काम चाहिँ गर्यो हिम्मतका साथ र नेपाली व्यवसायीहरूलाई उजागर थपिदियो। नेपाली व्यवसायीहरूले राम्रो तरिकाले व्यवसाय गर्न पाउने वातावरण बनायो भनेर सरकारलाई वाहवाही गर्नुपर्ने, धन्यवाद दिनुपर्ने ठाउँमा यो काम भएन, यसको विरोध गर्नुपर्छ भनेर सुध्रेको नेपाली काङ्ग्रेसका सभापति गगन थापाले भनेका। थुक्क, तिम्रो बुद्धि कहिले सुध्रिन्छौ? देशको लागि कहिले सोच्ने हो तिमीहरूले? बाफ्रे बाफ्रे बाफ्रे। ती हाम्रा विश्वप्रकाश शर्माजी, झापाले मानेका व्यक्ति, झापाले एउटा यस्तो युद्ध पायो कि विश्वप्रकाश शर्मा जस्तो व्यक्ति पायो भनेर झापाका जनताले आशा र भरोसा गरेका मान्छे अहिले ऊ पनि यो जनताको समस्यालाई चाहिँ ठाँटी राख्दै आफ्नै स्वार्थको राजनीति मात्रै गरिराखेका छन्। यसरी राजनीति चल्दैन साथीहरू।
राजनीति गर्ने भए छोडिदेऊ, सर्लक्क राजनीतिबाट राजीनाम देऊ, सादा जीवन उच्च विचार ल्याऊ। बरु नेपालमा गरी खाने हाँडो भएन भनेदेखि विदेश आऊ, हामी जस्तै खाडी मुलुकमा आऊ, साउदीमा आऊ, आफूले जानेको सिप गर, हम्मर हान। अथवा यहाँ आउन मन लाग्दैन भने पनि राजनीतिबाट सन्यास लिएर जसले राम्रो काम गर्छ त्यसलाई सहयोग गरेर आफ्नै खेतीबारीमा उत्पादन गर्न सुरु गर। साथीहरू, तिमीहरूले राजनीति गरेर यो देश बन्नेवाला छैन। यस्ता कुबुद्धि भएकाहरूले राजनीति गर्नु पनि राम्रो हुँदैन। त्यही भएर अहिलेको सरकारको अध्यादेशमा विरोध नगरौँ, सरकारले लगाएका हर भन्सारहरूको विरोध नगरौँ, सरकारले सुकुम्बासी समस्याको समाधान गर्नलाई चालेका पाइलाहरूलाई समर्थन गरौँ र सुकुम्बासीको नाममा हुकुमबासीहरूले सुकुम्बासीहरूलाई उचालेर दिनमा भत्ता तलब दिएर आन्दोलन गर्ने भन्ने कुरो गरिराखेका छौ। तिमीहरू भाइचाराहरू हौ, तिमीहरू दलालीहरू हौ, तिमीहरू बिचौलियाहरू, तिमीहरू अक्षरवादीहरू हो। यो देशमा साँच्चीकै सुकुम्बासीलाई पीडित बनाएर राख्ने तिमीहरू भाइचाराहरू हो। त्यसैले गर्दाखेरि यो क्रियाकलापमा कोही पनि नलागौँ। असली सुकुम्बासीहरूलाई सरकारले संरक्षण गर्छ। अव्यवस्थित बसोबासबाट हटाएर व्यवस्थित बसोबासको यो सरकारले तपाईहरुलाई गरिदिन्छ। तपाईहरु यस्ता हुलिया बिचौलियाहरूको पछाडि लागेर यी आन्दोलनहरूमा सहभागिता नहुनुहोस्। तपाईहरुलाई सरकारले वास्तविक सुकुम्बासीको पहिचान गरी तपाईहरुलाई सही ढंगमा सही ठाउँमा पुनर्स्थापना गराउँछन् सरकारले। तपाईहरु यसमा विश्वास हुनुहोस् र यस्ता हावादारीहरूका पछाडि कहिल्यै पनि नलाग्नुहोस् भन्दै मेरा शब्द यही राख्न चाहन्छु। र अन्तिममा बुद्ध जयन्तीको सम्पूर्णमा हार्दिक हार्दिक मङ्गलमय शुभकामना भन्दै तपाईहरु कसैको भरमा नहिनुस्, कसैको साथमा नहिनुस्, कुनै नेताको पछि नलाग्नुस्, कुनै अपराधी गिरोहको पछाडि नलाग्नुस्। आफ्नो दिमाग आफ्नो माइन्डले काम गर्नुस्। यो सरकार राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार जनताको हक र हितको लागि काम गर्ने सरकार हो। यो सरकारले तपाईहरुको सुकुम्बासी समस्याको समाधान तुरुन्तै गर्दैछ साथीहरु। त्यही भएर तपाईहरु नडराउनुस्। वास्तविक सुकुम्बासीहरु कहिले पनि विचलित नहुनुस् भन्दै तपाईहरु समस्या म बाई बाई भन्न चाहे। बाई बाई।